म ठ्याक्कै नयाँ मान्छे रोड पारिका यस्तो ब्याड स्मेल आएको छ नि यहाँनिर पुरा ऊ छैन क्या उस्तै भन्यो भने यो गाडी बाइकहरू लाइट नबाल्ने भने नदेखेला जस्तो पुरै छ क्या अन्त यस्तो नराम्रो ब्याड स्मेल छ त्यो बरु फोहोरको गाडी पनि त्यस्तो आउँदैन होला क्या त्यस्तो साह्रो पुरा स्मेलै त्यस्तो आइरहेको अनि खासमा मैले भिडियो चाहिँ किन भन्दाखेरि भर्खर म निक्लेँ हो क्या 6:30 बजे रुमबाट निक्लेँ यहीँ मिरबानेश्वरबाट त्यो सङ्घमुलसम्म गएको होइन मेरो आँखा पुरै रातो भएको छ क्या म देखा पुरै रातो भएको छ भने मेरो आँखा पुरै ए फुल यस्तो समस्या छ क्या है म भिडियो बनाउँदैन यस्तो के भयो यो रातो पुरै सकिँदैन म ठ्याक्कै आइफ्लेक्समा आउनु आएको छु है सेकेन्ड अर्डरमा यस्तो खतम वातावरण छ नि बाहिर भन्नु बाहिर वातावरण कस्तो छ आहा बोलिसोली भएको कि नै है म भर्खर निक्लेँ हेर्नु क्या नयाँ बानेश्वरको अवस्था क्या यस्तो छ क्या अब हेर्नु कति पुरा सेतो म उता उसमा जाँदैछु क्या थापाथली मतलब ठ्याक्कै त्रिपुरेश्वरसम्म जाँदैछु हेर्नु न के भन्नु त्यो जुन स्मेल हुन्छ नि खत्तम छ क्या स्मेलसम्म आइरहेको क्या अहिलेको यो वातावरण खै माइती घर मण्डलाई यहाँसम्म हेर्नु नि त्यहाँ उसिनेरी यो ठ्याक्कै थापाथली चोक है यहाँको वातावरण मतलब तर उस्तै छ यता पनि छ मस्त त्यही हो मास्क लाकै छ मैले त लाछ वातावरण त नै कमै छ है तुलनात्मक रूपमा हेर्ने हो भने तर यहाँ चाहिँ आज एकदम कार्यक्रम लागेर छ गाइज वेलकम महोत्सव जावला खेलको सो गाइज यो चाहिँ जावला खेलको स्पेसल पुल कुमारपाटे जावला खेल सडक महोत्सव रे त्यहाँनिर चाहिँ आएको महोत्सव र त खासै काठमाडौँको जत्तिकै उचित छैन है यहाँनिर टु बी अनेस्ट भन्नु त ठ्याक्कै लभ एन्ड मल छु हामी उता अब काठमाडौँको वातावरण कुरा गर्दै यतातिर खासै त्यति साह्रो उसमा चाहिँ छ है आकाशमा चाहिँ त्यस्तै छ त्यति साह्रो वहाँ उता जस्तो चाहिँ छैन त्यो जुन स्मेल त्यस्तो साह्रो केही छैन क्या यत्तिकै टक्क कम्फर्ट काठमाडौँ त्यो झन् नयाँ बानेश्वर एरियातिर त छैन केही पनि छैन पुरै त्यहाँ के गरेछ थाहा छ आन्दोलन गरेर होइन अहिले मैले त्यो भिडियो खिचेन त्यहाँनिर रोडमा ऊ राखेको क्या बोतल छ क्या रोडको त्यो जुन हुन्छ साइडमा बस यस्तो रोडमा राखेको छ ती माथि सायद महानगरले आएर एकचोटि उठाएको पनि रहेछ है उसमा पनि देखेको थिएँ मैले बोरामा पनि देखेको थिएँ बोरामा राख्दै पनि छैन के अब त्यस्तो गरेको छ म चाहिँ रुल तोडेर हिँडेछु साइकल पर्दैन त त्यहाँको चाहिँ अब यो बोट बिरुवाले गर्दा पनि होला है वातावरण राम्रो छ क्या रुखहरू हेर्नु क्या मजाले वारिपारि छ रनको अथवा है ट्राफिक रुल यताउता त्यो बाटोहरू अब जतिको अब काठमाडौँमा जाम त्यो भिडियो पनि म बनाउँछु होला होइन त्यो अनुसार हेर्दाखेरि चाहिँ काठमाडौँको उसमा तुलनामा ललितपुरमा बेस्ट छ क्या तपाईँ आफै हेर्नु क्या काठमाडौँ ठ्याक्कै हेर्नु नि यही पुलमा छु क्या म ल गाइज थ्याङ्क यू फर वाचिङ है